नमस्कार, म रामकृष्ण रेग्मी सिभिल इन्जिनियरिङ विभाग इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसको डेपुटी हेड छु। म आज चाहिँ हाम्रा 5 जना विद्यार्थीहरू डिपार्टमेन्ट अफ सिभिल इन्जिनियरिङ पुल्चोक क्याम्पसबाट एसियन इन्स्टिच्युट अफ टेक्नोलोजीले आयोजना गरेको थाइल्यान्डमा सिस्मिक पर्फर्मेन्स अफ बिल्डिङ मोडल 2 मा जाँदै हुनुहुन्छ। उहाँहरूलाई चाहिँ म धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। बेस्ट विशेस टु अल द स्टुडेन्ट्स। थ्याङ्क यू। नमस्ते, म प्रशान्त विष्ट। म सुरज थापा। म चाहिँ आयुष श्रेष्ठ। म सन्तोष हरेल। हाम्रो चाहिँ एसियन इन्स्टिच्युट अफ टेक्नोलोजी आइआइटीमा सिस्मिक पर्फर्मेन्स अफ बिल्डिङ मोडल कम्पिटिसन हुन गइरहेको छ र त्यसमा चाहिँ हामीले हाम्रो मोमेन्ट रेजिस्टिङ फ्रेम टाइपको स्ट्रक्चर बनाइरहेको छौँ, जहाँ चाहिँ हाम्रो कोलमहरू र बिमहरूको स्ट्रक्चर छ र ब्रेसिङहरू छ। यसको टेस्टिङ चाहिँ हामीले आइआइटीमा गएर गर्ने हो र त्यो कम्पिटिसनमा चाहिँ युनिडिरेक्सनल सेक्टेबलमा चाहिँ हामीले टेस्टिङ गर्छौँ र हाम्रो बिल्डिङले कसरी रेस्पोन्स गर्छ भनेर चाहिँ हामीले हेर्छौँ र हामीले टेस्टिङ यो चाहिँ हाम्रो एउटा प्र्याक्टिस मोडल हो र यसकै आधारमा हामी इम्प्रोभाइज गर्दै उहाँ कम्पिटिसनमा हामीले आफूलाई जनाउँछौँ र यसरी टेस्टिङ भइरहेको चाहिँ हेर्न सकिन्छ। हामीलाई यस कम्पिटिसनमा जानलाई सहयोग गर्नुहुनेहरूलाई चाहिँ हामी धन्यवाद भन्न चाहन्छौँ। हाम्रो सबभन्दा सुरुमा डिन कार्यालय अनि हाम्रो पुल्चोक क्याम्पस, त्यस पछाडि सिभिल विभाग, त्यस पछाडि हाम्रो सिएमटिएल सेन्ट्रल मेटल टेस्टिङ ल्याबोरेटरी अनि हाम्रो फ्री स्टुडेन्ट युनियन एफएसयू पुल्चोक क्याम्पस अनि फ्र्याङ्कलिन एजुकेसन कन्सल्टेन्सी झिल्के आउटफिट्स अनि हाम्रो नास्ट, उहाँहरूलाई चाहिँ हामी यसलाई सहयोग गर्नुभएकोमा धेरै धेरै धन्यवाद दिन चाहन्छौँ।